तपाईहरुले यो प्लेटफर्म किन युज गर्नुपर्छ भन्दाखेरि सबैको लाइफमा अचिभमेन्ट चाहिएको छ। घर बनाउनु छ, जग्गा जमिन किन्नु छ, बिहे गर्नु छ, हेल्दी लाइफ बस्नु छ, ट्राभल गर्नु छ, धेरै कुराहरू छ नि। सो हामी तपाईलाई त्यही प्लेटफर्म बिल्डअप गरेका छौँ। एज अ टिचर तपाईहरु चाहिँ नेपालको जुन पनि ठाउँमा बसेर तपाईले चाहिँ अनलाइनबाट पनि तपाईले दिन सक्नुभयो, तपाईले अफलाइन पनि दिन सक्नुभयो, तपाईले आफ्नो नलेजहरू विद्यार्थीहरूलाई सेयर गर्न पाउनुहुन्छ जहाँ पनि बसेर। र विद्यार्थीले जुन पनि विद्यार्थीले चाहिँ टिचरहरूसँग त्यो नेपालको मात्र नभइकन हरेक देशको टिचरसँग डाइरेक्ट कन्ट्याक्ट गर्न पाउँछ, पढ्न पाउँछ, कमाउन पाउँछ, स्टुडेन्टले कमाउन पाउँछ। सो आज म तपाईँलाई चाहिँ स्टुडेन्टको देखाउन गइरहेको छु। यो टिचरको ड्यासबोर्ड थियो। लाइभ क्लास, अपलोड भिडियो, क्रिएट कोर्स, एसेसमेन्ट, यो माई ग्रुप्स, यो सबै प्लेटफर्म चाहिँ एआई माध्यमबाट चल्छ। जस्तै क्रिएट कोर्समा टिचरले अब के गर्न सक्नुहुन्छ, उहाँहरूले आफ्नो बुक्सको फोटो खिचेर वा पिडिएफ फाइल अपलोड गरेर त्यहाँबाट चाहिँ कोर्स बनाएर त्यही कोर्सले आफ्नो स्टुडेन्टलाई पढाउन सक्नुहुन्छ। सो यहाँ चाहिँ सबै कुराहरू छ। तपाईँले चाहिँ यो चाहिँ डाउनलोड गरेर हेर्न सक्नुहुन्छ। म लिङ्क हाल्ने छु, प्लिज बुझ्नुहुन्न भने मलाई मेसेज गर्नुहोस्। आज म तपाईँ फेरि स्टुडेन्टको लागि गर्न गइरहेको छु। एज अ स्टुडेन्ट म लगइन गरिरहेको छु। ओके, सो एउटा स्टुडेन्टले देख्ने प्लेटफर्म भनेको यो हो। जब स्टुडेन्टले आफ्नो चाहिँ लगइन गर्नुहुन्छ तपाईँले यो देख्नुहुन्छ। यसमा तपाईँहरूले टिचरहरूको प्रोफाइल भिजिट गर्न पाउनुहुन्छ, कोर्सहरू पढ्न पाउनुहुन्छ, लाइभ क्लास पढ्न पाउनुहुन्छ, टिचरहरूले हालेको भिडियो हेर्न पाउनुहुन्छ, एसेसमेन्ट गर्न पाउनुहुन्छ, टिचरहरू चाहिँ तपाईँले चाहिँ खोज्न पाउनुहुन्छ, सर्च गर्न पाउनुहुन्छ, फलो गर्न पाउनुहुन्छ। यहाँ चाहिँ विदेशका हरेक टिचरसँग तपाईँ कुरा गर्न पाउनुहुन्छ र सर्टिफिकेट पाउनुहुन्छ। ओके, सो यहाँ चाहिँ के छ भन्दा तपाईँले चाहिँ यो क्यामेराको जुन बटन देख्नु भएको छ, तपाईँले चाहिँ यहाँबाट तपाईँले एआई होमवर्क चेक पनि गर्न पाउनुहुन्छ। तपाईँले आफूले कपीमा लेखेको होमवर्क सही छ कि पेटिक छ भन्ने कुरा पनि तपाईँले फोटो खिचेर तपाईँले चेक गर्न सक्नुहुन्छ है। यो भिडियो लास्टसम्म हेर्नु होला, सेयर गर्नु होला, किनकि हामीले चाहन्छौँ कि नेपालमा अब यो शिक्षा हबले चाहिँ हरेक नेपालका हरेक विद्यालयमा चाहिँ नेपालको लगायत इन्टरनेसनल टिचरहरूले आएर पढाउन्, आफ्नो नलेजहरू सेयर गरून्, जहाँबाट त्यो विद्यार्थीले चाहिँ इन्टरनेसनल नलेज पनि पाउँछन् र भोलि सोसाइटीको लागि, कम्युनिटीको लागि बिल्डअप गर्ने चाहिँ प्लेटफर्महरू चाहिँ आफै क्रिएट गर्छन्। हामी भन्नु पर्दैन। भोलि 10 क्लास पास गर्ने बित्तिकै त्यो विद्यार्थीले म कहाँ गएर जब गर्ने, मैले कस्तो किसिमको जब गर्ने भन्ने उसले एनालाइज गरिसकेको हुन्छ। उसले त्यही बाटो जान्छ, उसले भन्नु पर्दैन, किनकि यो एपले त्यही कुराको माध्यम गर्छ। सो तपाईँले एपलाई डाउनलोड गर्नुपर्ने हुन्छ। यहाँ दिएको छ कोर्स हेर्नुहोस्। तपाईँले कोर्स हेर्नुभयो भने तपाईँले यहाँ कोर्सहरू हेर्न सक्नुहुन्छ आफ्नो क्लासको। तपाईँले जुन हिसाबले तपाईँले साइनअप गर्नुहुन्छ। यहाँ एसेसमेन्ट छ, जुन चाहिँ मैले चाहिँ त्यो टिचरको उसमा चाहिँ देखाएको थिएँ। यहाँ एसेसमेन्ट पनि तपाईँले अब यहाँ एसेसमेन्ट तपाईँले यहाँबाट तपाईँले चाहिँ जोइन गर्न सक्नुहुन्छ। ओके, तपाईँले यहाँ एसेसमेन्ट दिन सक्नुहुन्छ। सो अनि अर्को छ तपाईँको छ सर्टिफिकेट छ। तपाईँले चाहिँ अलवेज तपाईँले आफ्नो कोर्स भइसकेपछि तपाईँले सर्टिफिकेट पाउनुहुन्छ। त्यो सर्टिफिकेट तपाईँले यहाँ चाहिँ डाउनलोड पनि गर्न सक्नुहुन्छ, अपलोड पनि गर्न सक्नुहुन्छ। ओके, सो यसरी चाहिँ यो एपको भएको छ। तर तपाईँको टिचर्स भयो, तपाईँले यहाँ टिचर्सहरू चाहिँ तपाईँले हेर्न पाउनुहुन्छ, जुन पनि टिचरहरू चाहिँ तपाईँको चाहिँ छन् यो एपमा। सो इनबक्समा तपाईँले चाहिँ इनबक्स हेर्न सक्नुहुन्छ। सो यो फिल्डलाई हामीले चाहिँ डेभलप गरेका छौँ। यसले तपाईँहरूलाई विश्वको हरेक टिचरसँग लाइभ क्लास जोइन गर्ने पाउने, कुराहरू गर्न पाउने, अनि तपाईँले चाहिँ क्विजहरू खेल्न पाउने, इभेन्टहरू जोइन हुन पाउने यो बिल्डअप गरेको छु। र तपाईँले चाहिँ यसमा चाहिँ क्लास नर्सरीदेखिबाट भोलि ब्याचलर लेभलसम्मको भोलि चाहिँ एआई टेक्नोलोजी भइहाल्यो, अरू तपाईँको फिजिक्सको कुराहरू भयो, यस्तो कुराहरू सबै तपाईँले टिचिङ प्रोसेसबाट चाहिँ तपाईँले चाहिँ यो एपको माध्यमबाट पाउनुहुन्छ। ओके, सो केही कुराहरू चाहिँ तपाईँले जान्नुहुन्न, बुझ्नुहुन्न, मलाई भन्नुहोस्, वा केही कुरा हामीले थप्न सकिन्छ भने मलाई भन्नुहोस्। ओके, सो टेक केयर। ओम नमः शिवाय।